वर्षौंदेखि तलेजु भवानीमा पूजाआजा गर्दै आएका 10 पुजारीले बिहिबारदेखि कुमारीको पूजाआजा रोकेका हुन्। विक्रम सम्वत 2065 साल भदौ 9 गतेदेखि गुठी संस्थान समक्ष पारिश्रमिक वृद्धिको माग गर्दै आएका पुजारीहरूले आफूहरूको मागलाई बेवास्ता गरेको भन्दै पूजा रोकेको जानकारी दिएका छन्। उनीहरूले दैनिक नित्य पूजा 365 दिन र अरू मासिक पूजा गरी 79 दिन पूजा गर्दै आएका छन्। मागपत्र बुझाएको 6 वर्ष बितिसक्दा पनि कुनै प्रतिक्रिया नआएपछि बाध्य भएर पूजा रोक्नु परेको मूल पुजारी उद्धवमान कर्मचारीको भनाइ छ। गुठी संस्थानले पुजारीहरूलाई विक्रम सम्वत 2038 सालसम्म पारिश्रमिक स्वरूप दान दिँदै आएको थियो। अहिले पूजा गरे बापत गुठी संस्थानले मूल पुजारीलाई मासिक 500, पुजारी नाइकेलाई 400, सहायक पुजारीलाई 300 र जोशी नाइकेलाई 200 रुपियाँ दिने गरेको छ। विक्रम सम्वत 2038 सालमा निर्धारण गरिएको यो पारिश्रमिकमा अहिलेसम्म कुनै परिवर्तन गरिएको छैन। पुजारीहरूले 33 वर्ष अघि निर्धारण गरिएको पारिश्रमिकले दैनिक जीवन धान्न गाह्रो परेको गुनासो गरेका छन्। किनभने 5 वर्षदेखि भएको चिजलाई चाहिँ किन रोकियो, किन आलताल भयो, किन यसलाई चाहिँ उ गर्न सकेन, कि दिन नचाहे दिन नचाहे भनेर दिनु पर्यो। अब दिन नचाहे पनि होइन, हरेक वर्ष जान्छौँ हामी, काम त भइरहेको छ। मेरो फाइल के भयो भने हुन्छ बाबु भोलि आउँछ पर्सि आउँछ, यो चिज त होइन नि। हामी पनि मानिस हौँ, हाम्रो पनि बालबच्चा छन्। जब चाहिँ नि यो चिजलाई चाहिँ नि सम्बोधन हुँदैन भने हामी चाहिँ नि यो थोरमा पूजा गर्छौँ। हामी यो भन्दा चाहिँ क्षेत्रमा हामी बाहिर जाँदैन। पुजारीहरूले बिहिबारदेखि दैनिक कुमारी नित्य पूजा, इन्द्र जात्रा पर्व, पशुपति मन्दिर परिसरभित्र रहेको उन्मुक्त भैरवमा हरेक पूर्णिमामा गरिने महास्नान गोप्य पूजा, मार्ग शुद्धि द्वादशीमा भक्तपुरको चाङ्गु नारायणमा महास्नान र गोप्य पूजा र मार्गवदी अष्टमीदेखि द्वादशीसम्म गोहेश्वरी मन्दिर परिसरमा विधिवत पूजा र जात्रा पूजा रोकेका छन्। 2 दशकदेखि मूल पुजारीको जिम्मेवारी सम्हाल्दै आएका कर्मचारीले गुठी संस्थानले आफूहरूलाई तुच्छ व्यवहार गरेको गुनासो गरे। गुठी संस्थानले आफूहरूमाथि अन्याय गरेको आरोप समेत उनले लगाएका छन्। बिहानदेखि बेलुकी अबेरसम्म मन्दिरमा आएर काम गर्ने तर दैनिक छाक टार्न पनि अरूको भर पर्नु परेकाले अन्तिम विकल्पको रूपमा आन्दोलन रोजेको उनीहरूको भनाइ छ। उनीहरूले माग सम्बोधन नभएसम्म पूजा सुचारू नगर्ने समेत चेतावनी दिएका छन्। मूल पुजारीलाई 12,500, पुजारी नाइकेलाई 10,000, सहायक जोशी र विशेष नाइकेलाई 8,500 मासिक रकम दिनुपर्ने उनीहरूको माग छ। जबसम्म मेरो हातमा यो उसमा चाहिँ चिठी आउँदैन पत्रमा मलाई तपाईँहरूले यति वृद्धि गरेको छ, 500, 1000 वृद्धि गरेर हामी बस्नेवाला पनि छैनौँ, तपाईँहरूले यो चिज पनि तपाईँहरूले लेखिदिनु होला। सानो चाहिँ चक्लेट दिएर चाहिँ खेलाउने चिज 500, 1000 लिनु छ भने मैले 10,000 किन माग्ने? समय अनुसार हो नि। मासिक रूपमा हामीले गरेको पुजारीले गरिरहेको चिजलाई यो मनासी योभन्दा पनि बढी दिनुपर्छ भने उहाँको मनसाय छ भने त्यो अति नै राम्रो होइन। हाललाई चाहिँ यसो गरौँ, उहाँसँग कमिटमेन्ट गरौँ छ भने ठिक छ। त्यो गर्दाखेरि पनि हामी मिल्नु पर्यो। जुन गुठी संस्थान भने त म्यानेजिङ त्यहाँ सिस्टम मिलाएर चाहिँ सञ्चालन गर्नुको लागि हो। उहाँहरू सञ्चालन गर्नुको लागि नै राखेको मान्छे अहिले उहाँहरू पाउ ठुल्के हामीले नै हाम्रो खल्तीबाट उहाँहरूको खल्तीबाट तपाईँहरूलाई हामीलाई दिने जस्तो उहाँहरू सम्झिनुहुन्छ। उहाँहरूले त सञ्चालन छ कि छैन, सञ्चालन भएन भने किन सञ्चालन भएन भन्ने रेखदेख गर्नुको लागि राखेको हो। त्यो उहाँहरूले चाहिँ के बुझ्नुभएको छ, हामीले अब चाहिँ हामीलाई पहिला चाहिँ यो जुन 45 सालमा पनि हामीले यो खासै चाहिँ हामीले चाहिँ यो रकमको रूपमा पनि हामीले माग गरे पनि होइन। हामीलाई चाहिँ हरेक कुरा हेरचाह जुन गुठी संस्थानले हेर्नुपर्ने नजर चाहिँ हामीलाई एकदम तुच्छ तरिकाले चाहिँ हेर्न खोज्यो कि नगरपालिकाले पैसा बनाएर भनेर त्यो हरेक मागसँग सम्झौता गरेर पैसा बनाएर फेरि पनि पैसा बनाएर अहिले कुमारीको 40,000 पुगेछ, सिटाइदारको 25,000 पुगेछ होइन। त्यो 25,000 नै नगरपालिका दिनु सक्ने। त्यो गुठी संस्थानले यस्तो वार्षिक पूजा चलाउनलाई दाइहरूको भनौँ न, हाम्रो यो तरिकाको पूजा कसैको पनि काम छैन। 30,000 रुपियाँ खाने होइन, वार्षिक 5 करोड कमाउने, 5 करोड नै के हो र हामीले 1 करोड रुपियाँ हामीले ब्याङ्कमा हाल्यो सिटाइरहेको के हाम्रो यो तरिकाको पूजालाई लगाउनेले पैसा दिनु पर्यो। पुजारीहरूको आन्दोलनपछि काठमाडौँ, ललितपुर, भक्तपुर लगायतका जिल्लाहरूमा धुमधामका साथ मनाइने वर्षा र सहकालका देवता इन्द्र जात्राको पूजा आराधना समेत प्रभावित हुने भएको छ। मल्लकालीन समयदेखि पूजाआजा गर्दै आएका उनीहरूले देशमा ठूला परिवर्तन भए पनि आफूहरूको समस्या ज्यूका त्यौँ रहेको गुनासो गरेका छन्।